So hello and namaste everyone, welcome back to my channel. अनि आई होप सबैजना सन्चै हुनुहुन्छ। अनि बिहानको अहिले चाहिँ कति बजेको छ भन्दा ठ्याक्कै 6 बजेको छ। अनि 6 बजेकोबाट चाहिँ हामी 6 बजे चाहिँ हामी मामा घरबाट हिँडिसकेका छौँ। अनि ए गाइस गुड मर्निङ सबैजनालाई। अगाडि चाहिँ जीवा भइसिन्छ। जीवा बाई बाई। ल बाई दर्शन ल। अन दर्शन म भयो नि आउँछ अब चाँडै है। ल बाई बाई। हामी यता गयौँ ल है। फाइनली हामी चाहिँ डुम्री आइपुगिसकेका छौँ। अनि अब यसो चिया नास्ता गरेर जाने कि भन्ने कुरा भयो। अनि 1.5 घन्टामा हामी 6 बजे हिँडेको 7:30 बजे चाहिँ डुम्री आइपुग्यो कुन्छाबाट। रफ्तारमै आइयो होइन। अनि मैले चाहिँ उतापट्टि चाहिँ किन देखाइन भन्दाखेरि बाटो एकदम अफरोडै थियो। अनि रसमा आउनुपर्ने भएको कारणले गर्दाखेरि चाहिँ चट्ट लाएर चाँडै आइयो होइन। अनि मैले भिडियो नि खिचिनँ। सो गाइस हामी चाहिँ 8 बजे डुम्रेबाट हिँड्यौँ खाजासाजा खाएर। त्यही 10-15 मिनट बस्यौँ एकछिन रेस्ट। त्यही हो गाइस अब आनन्दले जाने चिलमा। अनि हाम्रो प्लान चाहिँ सकेसम्म अब 12 बजेभित्र पुग्ने हो। लेट्स सी के हुन्छ होइन। आनन्दले जाने जान चाहिँ हल्का रस हुन्छ किनभने गर्मी बढेपछि चाहिँ लास्टै गाह्रो है गाइस कुदाउन। अनि बाटो चाहिँ मक्खन छ यतापट्टिको बाटो। मुगलिन पुग्यो। मुगलिनको पुल कटेपछि काठमाडौँबाट आउँदाखेरि बाटो मक्खन। मामाहरूको चेकिङ है क्या बबालकै बाटो। अनि यु क्यान सी द भ्यू गाइज है बबाल देखिरहेछ। अनि अहिले बिहानको 8 बजिरहेको भएर पनि होला क्लिन छ होइन वेदर चाहिँ। धुलो चाहिँ देख्न सक्नुहुन्छ। लास्टै धुलो आएर ओहो। सो गाइज यु क्यान सी। अनि 105 किलोमिटर चाहिँ काठमाडौँ छ। अनि हामी चाहिँ अहिले मुगलिन कटिसकेका छौँ खाजासाजा खाएर। अनि हामी चाहिँ के भन्छ डुम्रेबाट चाहिँ 8 बजे हिँडेको अहिले ठ्याक्क 8:30 भयो। आधी घन्टामा हामी मुगलिन आइपुग्यो। एज यु अल क्यान सी गाइज अब देख्न सक्नुहुन्छ भ्यू कस्तो बबाल देखिरहेछ है। भ्यू चाहिँ बबाल देखिरहेछ बबाल। अनि अहिले चाहिँ बिहान भएर चाहिँ अलिकति धुलो कमै उडेको छ। अब 9-10 बजेपछि हल्का घाम लाग्न थालेपछि त्यही हो फेरि अब धुलो धुवा त्यस्तै छ नेपालमा भन्दा नेपालमा पनि नेपालमै तर काठमाडौँ जाने बाटोमा चाहिँ वाइल्ड छ है। 12 महिना बनाइरहेको हुन्छ बाटो तर खोइ बाटो कहिले बन्यो नि थाहा छैन। अनि गाइजहरू मेन कुरा चाहिँ अब तपाईँहरूले चाहिँ मेरो भ्लग चाहिँ स्कुटरमै देखिरहनु भएको छ होला। 2-3टा भिडियो अगाडिदेखि नै स्कुटरमा मात्र। किन भन्दाखेरि चाहिँ स्कुटरको चाहिँ एकदम कम्फर्टेबल। त्यही माथि बाइकमा हिँडेपछि चाहिँ मलाई गाह्रो हुन्छ क्या होइन। पछाडि सामान बोक्नु पऱ्यो यताउता गर्नु पऱ्यो। अनि स्कुटर हिँडेपछि सब अगाडिपट्टि यसो राख्ने चट्ट पहाडी फ्री हुन्छ नि त। अनि मलाई पनि एकदम कम्फर्ट। अनि तपाईँहरूलाई थाहा नै होला स्कुटरको कुरा गर्दा चाहिँ स्कुटर चाहिँ A1 कम्फर्ट हुन्छ है बाइकमा भन्दा धेरै नै। अनि त्यही भएर अनि माइलेज पनि दिने स्कुटरले बाइकले भन्दा कम्पेरिजन गर्दाखेरि चाहिँ बाटो चाहिँ यस्तै छ क्या। अनि अब स्पिडको मामलामा चाहिँ के हुन्छ भन्दाखेरि बाइकै रफ्तार हुन्छ होइन। तर स्कुटर चाहिँ अब ठिक 80, 82, 85सम्म जान्छ। अनि कम्फर्टको मामलामा चाहिँ किन कम्फर्ट भन्दा अब यसको सिट पनि ठुलो हुन्छ होइन मेन कुरा। अनि अर्को कुरा चाहिँ अगाडिपट्टि यसो ट्याक्क सामान पनि हालिदिन्छ नि त। यु क्यान सी सामान हाल्छ दुवैजनाले बोक्नु परेन क्या। अगाडि ट्याक्क ग्यापमा सामान हालिदियो चिलमा स्कुटरमा चाहिँ। अब म सोलो राइड मात्र गर्ने भए चाहिँ म बाइकमै हिँड्थ्यो होला। अब म हिँडेको कारणले गर्दाखेरि चाहिँ
सधैँ स्कुटर भइरहेछ है गाइज। फाइनली गाइज हामी चाहिँ अहिले यु क्यान सी है अनि मलेखु आइपुगिसकेका छौँ अनि रसमै भइरहेछ कुदाइ चाहिँ। है अब एकैचोटि हामी थाक्रेमा एकछिन रेस्ट गर्छौँ होला अनि त्यो पछि फेरि सरर लागिन्छ। आई थिङ्क विदिन अब 2.5 आवर्स हामी चाहिँ लागिन्छ भन्दा नि पुगिन्छ होला काठमाडौँ। लेट्स सी होइन। हामी चाहिँ अहिले गल्छी आइसकेका छौँ र यो बाटो चाहिँ अहिले एकदम दामी बनाएको छ। पहिला चाहिँ पानी हालिदिन्थ्यो होइन, पुरै हिलो हुन्थ्यो यो बाटो। अनि एकचोटि बुवा र म पनि यहाँ लडिसकेको थियो स्कुटरमा। सो अहिले चाहिँ यो बब्बाले भएको छ बाटो। पहिला हिलो भन्दा त यो त धेरै बेटरै हो नि होइन, बेटर होइन बेस्ट हो यो त। हाइवेमा हिँड्दाखेरि त हामी सबसे सेफ हुनुपर्छ के। सानो गाडी भन्दा नि 2 पाङ्ग्रे साधन चाहिँ ल्याम्मै पेलेर आइदिन्छ भने के भन्ने अब। अनि हिजो अस्ति आउँदाखेरि पनि आमामा 2-4 ठाउँमा त्यस्तै पेल्दै यार। आफू त साइडै लाएर बस्नुपर्ने क्या, त्यस्तो हिसाबले पेलिदिने क्या। गाह्रो छ। गर्मी पनि वाइल्ड भइसक्यो अनि बोल्न पनि मन लागेन क्या त्यति। गाडी हान्दियो अगाडि, गाडी हान्दियो क्या। रात चाहिँ बेल्दै भर्खरै। गाडी हान्दियो गाइस भर्खरै। कस्तो पेल्दै हेर्छ नि यहाँबाट घिचर्दै यार। कस्तो घिचर्दै त है त्यहाँबाट। बाङबुङ हान्दै यार। यो यता राखेर लथरै यसरी पेलेरै ल्याइदियो क्या गर्ने। घचा घुटुको पार्दैन केही भएन धन्न। कस्तो ढ्याच्चे पार्दै यार, कस्तो ढोका थियो। धन्न मान्छे के भन्नु हुन्छ नि, कचाकचीको पारेर उतादेखि। कस्तो घिसार्दै थियो त्यहाँबाट घिसार्दै यहाँसम्म। अनि हेर्छ नि गल्ती यही कारको जस्तो लाग्यो। यत्रो लोड गरेर अनि उल्टोबाट ओभरटेक गर्यो।
गल्ती चाहिँ यही कारको देखियो। सो गाइज गल्ती चाहिँ यो लोड गाडीको होइन जस्तो लाग्यो मलाई पनि, किनभने उसले रङ साइडबाट ओभरटेक गरेर थियो। यसलाई अब यत्रो लोड गाडीले कहाँबाट देख्छ त नि लोड गाडीले पछाडिबाट देख्दै त्यही माथि उसले उल्टो ओभरटेक गरेर यसरी काटे हारे के। अनि काठमाडौँ जाने म त काठमाडौँ जाने भन्छ अझै। त्यो त सरासर कारकै गल्ती छ गाइज होइन। अनि त्यो अरे नबोले त ठुलो गाडीको फिक्स गल्ती नै ठुलो गाडीको देखाउँछ नि। अब उसले रङ साइडबाट ओभरटेक गरे रङ साइडबाट ओभरटेक गरे नि अगाडिको बाटो पुरै खाली छ कि यतापट्टि, उसले किन यस्तो च्याप्नु पर्यो त? कस्तो घिस दुइटै अगाडि पछाडिको ढोका गयो अनि सररै चिप्लाई देखेको गाडी छैन। त्यो लोड गाडीले अब देख्दैन नि त झ्याप्पै नमिठा हान्थ्यो क्या, कस्तो घिसारतिर हाने। अझै त हुन्छ नि गाडीले ब्रेक नहाने भए अगाडि उतैसम्म पुग्थ्यो होला के। आमा त्यस्तो डेन्जर हान्थ्यो यार। यो लाइन चाहिँ क्या बवाल देखिने क्या गाइज, यु क्यान सी। त्यही हो गाइज गल्ती चाहिँ मैले चाहिँ गल्ती चाहिँ अब कारकै देखेँ, किन त्यो सबैले भनेको छ कि अब कारले नै हो उल्टो ओभरटेक गरेर अब अझै काटेरै गयो। त्यत्रो अगाडि खाली बाटो छ, त्यसको गरदशा बिग्रिया हुनुपर्छ क्या। अब खाली बाटो चाहिँ किन सर्लकै काट्नु पऱ्यो त होइन, सिधै गयो भने नि त हुँदैन। अझै काठमाडौँ जाने भन्दा काठमाडौँ जानलाई अगाडिपट्टि पुरै खाली बाटो छ क्या, उसले यसरी काट्न आँटे। अनि के गर्न लाग्यो त? त्यही भएर आफू पनि सतर्क हुनु पऱ्यो होइन, यताउता हेर्नु पऱ्यो, ओभरटेक गर्दाखेरि प्रायः हर्न दिनु पऱ्यो। त्यही हो गाइज भन्नुपर्ने कुरा चाहिँ। अब थाक्रे आइपुग्न लाग्यौँ गाइज, अनि त्यो पछि एकछिन रेस्ट गरिन्छ त्यहाँ। अनि रेस्ट गरिसकेपछि त्यहाँबाट सररै गइन्छ। सो गाइज फाइनली हामी चाहिँ थाक्रे आइपुग्यो। अनि त्यहाँ बिचबाट म अलिकति एक्सिडेन्ट लु के भन्नु, त्यो कारकै गल्ती हो जस्तो भने पनि। अब के हुन्छ अब नेपालमा त पावर चल्छ, के हुन्छ भन्ने कुरा अब तिनीहरूलाई थाहा होला, मलाई केही थाहा हुन्न। तर मैले देखे अनुसार चाहिँ कारकै गल्ती थियो त्यो। क्यान सी मम्मी चाहिँ त्यहाँ खै के गर्दै हुन्छ। यही हो, अब स्कुटरमै भेटौँ ल। अब तपाईँलाई अब हिँड्ने बेला भयो। सो गाइज फाइनली हामी चाहिँ अहिले नौबिसे आइसकेका छौँ। अनि अब चाहिँ नौबिसेको उकालो चढिन्छ। अनि एराउन्ड 1.5 आवर हामी चाहिँ चट्ट लाएर काठमाडौँ सहर हो। बाटो चाहिँ यस्तै बनाइदियो हुन्थ्यो भनेको माथिसम्म होइन, माथिको बाटो एकदम खतम यार, खतम, लास्ट खतम। सो गाइज देख्न सक्नुहुन्छ जाम। यो जाम चाहिँ लगभग त 9-20 भाडा थियो क्या। अनि आमा कस्तो कुदाएको होला त मैले। 9-20 भाडाको जाम मैले लगभग 15 मिनट क्रस हान्थेँ कि। त्यो खाली बाटो हुन्छ नि त बाइक छिर्नलाई त, स्वाएँ आकार त्यो। अनि टनल छेउमा चाहिँ बाटै नपाएर तनाव। अब यसलाई नि यस्तो ओभरटेक हान्यो भने हान्यो, यस्तो हुन्छ क्या। गाडीहरूले सबै ओभरलोड ल्याउने, अनि ओभरलोड ल्याएपछि के पट्टा भाँचिने बिग्रिने होइन, के अब तान्दै नतान्ने त्यो तानिरहेको थिएन यार। त्यस्तो ओभरवेट हालेर ल्याउँछ क्या। त्यो चाहिँ अलिकति यो ट्राफिक दाजुहरूले पनि अलिकति राम्रोसँग हेर्नु पऱ्यो। ओभरवेट र ओभरवेट ल्याएपछि त कहाँबाट तान्छ त गाडीले होइन। अनि सधैँ यो थानगढको उकालोमा बाटो नराम्रो छ, फेरि राम्रो पनि छैन बाटो।
त्यही माथि ओभरलोड हानेपछि गाडीले कहाँबाट तान्छ। दुई पाङ्रे सवारी साधन भएको चाहिँ यस्तो बेलामा फाइदा हुन्छ क्या। अब जामसाम भएको बेला त्यस्तो जाम हुँदैन। अनि त्यहाँ एउटा एप्रिला त्यो त डेन्जर रहेछ यार, कस्तो कुदाएको त त्यसले आमामामा। तर यो बाटो चाहिँ बवाल, तलको जस्तो त नौबिसी आउनुभन्दा अगाडिको जस्तो बनायो भने त बवालै हुन्थ्यो होइन। अब कहिले हुने के हुने, अब फेरि बर्खा लाग्न आँट्यो, फेरि बाटो बनाउँछ। बाटोको हालत दसैँ आउँदासम्म त्यही, किनभने यो बाटोमा त अब लाखौँ गाडी हिँड्छ नि त दिनमै। त्यही माथि अब ठुल्ठुलो हेभी लोडवाला गाडीहरू कस्तो हिँड्छ। अनि अलिकति के भन्छ अब बवालै बनाउनु पऱ्यो क्या। एपिसोड बनाउँदाखेरि पनि खोइ के हुन्छ नि, अब 12 चक्की हिँड्न मिल्ने, 16 कति चक्की हिँड्न मिल्ने खालको बनायो भने अलि नभासिएला। नत्र त बाटो त्यही हो, फेरि 2-4 महिना हुन नपाउँदै। सो गाइज देख्न सक्नुहुन्छ फाइनल्ली हामी चाहिँ थानकोट आइसक्यौँ। अनि आई डोन्ट थिङ्क सो हामी चाहिँ यो मेन बाटो जान्छौँ, किनभने आज जामले लास्ट चेतिसक्यो हामी होइन। त्यही भएर चट्टपारामा अब हामी चाहिँ यताबाट के भन्छ ठ्याक्कै मकालु पेट्रोल पम्प निक्लिने बाटोबाट गइन्छ। लेफ्ट लागेर दाजुहरूको चेकिङ झमाधम भइरहेछ। त्यही हो गाइज, अब हामीबाट चाहिँ लेफ्ट लागेपछि ठ्याक्कै कलङ्की निक्लिन्छ। अनि मकालु पेट्रोल पम्पमा गएर यसो पेट्रोल पनि हाल्नु पऱ्यो। एक लाइनमा त छ एराउन्ड 1500 रुपियाँ जति लाग्यो है हाम्रो पेट्रोल चाहिँ। अनि अबको पेट्रोल त अब यहीँ भ्यालीभित्र पनि कुदाइन्छ नि त। अनि 1500 पनि होइन, पहिलो सुरु 3 लाइन थियो। अनि 3 लाइनमा हामीले एराउन्ड कति 4 कि 5 होला हौ त्यस्तै हाल्यो पेट्रोल। अनि अहिले फर्किँदाखेरि हालिएको छ। फर्किँदाखेरि वहीँ गाउँको वहीँ गाउँमै भनौँ न होइन। अब सुन्दरबजार कटिसकेको थियो, लमजुङ जिल्लाभित्रै हालेको हो। अनि अहिले काठमाडौँ आइपुग्दा चाहिँ 1 लाइन छ, त्यही पनि मिलिक गरिसक्यो होइन। अब चट्टा लाएर मकालु पेट्रोल पम्पमा गएर स्याट्टा पेट्रोल हालेर चट्ट लाएर लागिन्छ घरतिर। अनि काठमाडौँमा चाहिँ यही ठाउँ मात्र होला सफा भनेर, यु क्यान सी ल कस्तो सफा देखिने क्या। अब उतातिर त आमा सक्दै सकिन्न हौ, त्यस्तो छ धुलो धुवा। जे होस् जाम कटियो, त्यही हो खुसीको कुरा। अब पेट्रोल सेट्रोल भरेपछि नै भेटौँला गाइज। सो गाइज पेट्रोल पनि भरियो। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ फाइनली हामी चाहिँ काठमाडौँ आइसकेका छौँ। अनि अहिले चाहिँ यो कलङ्की हो अनि हामी हिँडेको चाहिँ एराउन्ड 6मा हिँडेको थियौँ, 6 बजे हिँडेको। अनि अहिले ठ्याक्कै 12 बज्न आँट्यो। हामी चाहिँ 12 बजे ट्याक्कै पुगिन्छ होला है, यही हो। अनि यति भन्दै म मेरो भ्लग चाहिँ यहीँ इन गर्न चाहन्छु। होप यु गाइज इन्जोय दिस भिडियो। अनि नयाँ हुन्छ भने लाइक सेयर एन्ड सब्सक्राइब गर्न नभुलिदिनु होला। लभ यु अल, सी यु इन नेक्स्ट भ्लग, बाई बाई।